हेलो नमस्ते सबैजनालाई सन्चै हुनुहुन्छ होला भन्ने आशा राखेँ। म पनि एकदम सन्चै छु। आज चाहिँ फेरि अस्ति मटर पुरा टन्न थियो, आज चाहिँ मटर तोडेर खेत खाली गरेको। अब यो खेत खोदेर चाहिँ यसमा सिमला मिर्च लगाउने रे है त। अनि यस्तै हो, यता पहाडतिरको काम चलिरहेको छ हैन। यता चाहिँ छोरी बसेको छ। छोरी हाई गर त, छोरी हाई करो, हाई करो, हाई गरिदियो। हाई। उता चाहिँ लसुन छ हैन, पारि के भन्छ यो पानी सिँचाइ भइरहेको छ। जोस रमाइलो भइरहेको छ, काम चलिरहेको छ। डाँडा पाखा चिसो हावा, चराचुरुङ्गीको आवाज सँगसँगै टाइम बितिरहेको छ भन्न चाहन्छु। हजुरहरूको टाइम कसरी बितिरहेको छ भन्नु होला। अनि सँगसँगै मेरो भिडियोलाई माया पनि गरिदिनु होला। राम्रो भए पनि नराम्रो भए पनि कमेन्ट बक्समा मेसेज गरिदिनु होला। छोरीलाई के भयो, के भयो, के भयो? नमस्ते गरिदिनु सबैजनालाई। चुप लागेर हेर्छिन्। उता चाहिँ मेरो बुवा हुनुहुन्छ, देखिनुहुन्छ किन? उता जुम पनि नहुँदो रहेछ मेरो फोन, कस्तो रहेछ? उता बुवा आउँदै हुनुहुन्छ। यताबाट उता, उताबाट यता भागिरहनु भएको छ पानी सिँचाइ गर्नको लागि। के पानी छुटिरहेको छ नि त पाइपमा, त्यो पाइप पुरा जोइन गर्ने, पानी चालु गर्ने, कहिले के यताउता भागिरहनु भएको छ। त्यस्तै हो साथीहरू, छोटो छोटो मिठो मिठो सर्ट भिडियो ल्याएर हजुरलाई मनोरञ्जन दिइरहेको छु। राम्रो नभए पनि राम्रो छ भनेर हेरिदिनु होला, साथ दिनु होला है त। ओके, बाई बाई साथीहरू। मैले त हजुरलाई एउटा कुरा भन्नै बिर्सेको, किनभने अस्ति म बेङ्गलोरदेखि आउँदाखेरि चाहिँ ट्रेनमा मेरो सुटकेस छुटेको छ। त्यो सुटकेस चाहिँ आज वहाँदेखि आउँदैछ अनि सोमबारको दिउँसो चाहिँ 4-5 बजेतिर पुग्छ गएर चण्डीगढ। फेरि लिन जानुपर्ने छ। सबै कपडाहरू त्यसमा छुटेको छ। अनि पछि त्यस्तै छ, छोरीहरूको कपडाहरू पनि 2-3 जोडी मात्रै मेरो सानो ब्यागमा आएको रहेछ, त्यही लगाउँदैछिन्। अब के गर्नु है, सुटकेस छुटेर। मैले त सायद पाउँदैन होला भन्ने आशमा थिएँ, तर एउटा त्यसमा ट्रेनमा काम गर्ने अङ्कलको चाहिँ नम्बर लिएर आएको थियो कि। अनि उसले चाहिँ त्यस्तो केही डराउनु पर्दैन, हामीसँगै हुन्छ होइन, डराउनु पर्दैन, सामान चाहिँ पुरा सेफमा छ, केही पनि हामीले उसमा बिगारेको छैन, निकालेको छैन अनि भन्दैछ। अनि पछि यो पनि भन्दै थियो कि अलिकति हजुरले मलाई चाहिँ दिनु होला, आफूलाई सहयोग जति जानेको जति अलिकति हुन्छ नि त, अलिकति जति इच्छा लाग्छ त्यति दिनु होला भन्नुभएको छ। मेरो त्यसमा सामानमा केही गडबड भएको छैन, राम्रै छ, जस्तो थियो पहिला त्यस्तै छ भनेपछि उहाँलाई चाहिँ म पक्कै नै दिनेछु। अनि पछि हजुरलाई म देखाउने छु, जब मेरो सुटकेस आयो भनेपछि सामान पुरा छ कि छैन कि भनेर हजुरलाई म फेरि पनि हजुरलाई देखाउने छु है त। यस्तै हो कुराकानी। यति दुःख पाएँ नि मैले ट्रेनमा, सायद नेपाल जाँदाखेरि यति दुःख पाएको थिइनँ, अहिले ट्रेनमा धेरै दुःख पाएँ कि मैले। यस्तो भएको थियो नि त, कहिले चढेको थिइनँ बेबीसँग। पहिला सिङ्गल हुँदाखेरि चढेको थिएँ नि त, अहिले छोरीको साथमा चाहिँ फर्स्टचोटि चढेको ट्रेनमा। त्यही भएर चाहिँ सबै देशीहरू थिए नि त, नेपालीहरू कोही पनि थिएनन्। त्यही भएर धेरै दुःख पाएँ कि मैले। त्यही हो साथीहरू। अरू त ठिकै छ। छोरीलाई चाहिँ 1-2 जना केटीहरूले खेलाउँदै खानाकुराहरू दिने, रमाउँदै आएँ। तर मलाई चाहिँ त्यही सुटकेस छुटेको कारणले एकदम दुःखी हुँदै म आएको थिएँ। त्यही हो चाहिँ दुःख भनेको। अरू चाहिँ यस्तै हो साथीहरू, हेर्दै गर्नु होला, माया गरिदिनु होला होइन। के भन्छ, अब जति आफूले जानेको कुरा, जति आफूले बुझेको कुरा चाहिँ म हजुरलाई देखाउनेकै छु, भनेकै छु होइन। यस्तै हो साथीहरू, मलाई फोन पनि राम्रोसँग पकर्न आउँदैन, हेर्नुहोस् त के गर्नु, यस्तै छ।